Praise the Lord everyone, this is JB and welcome to the channel JB Bro Vlog. So guys, जति पनि नयाँ आउँदैछ त्यसलाई चाहिँ इग्नोर गर्ने होला. हामी सबैजना रेडी छौं अब हिँड्नुको लागि चाहिँ फिलहाल है. आजको दिनको सुरुवात कति बज्दैछ भने टाइम अहिले हेर टाइम हेर यहाँ 2:38. गाइस बाहिरको मौसम आजको जस्तो छ, कपडा सपडा धोएर सुकाएको छ, पुरा घाम यसरी लागेको छ है. हिजो राति पानी भयंकर परेको थियो तर अहिले फिलहालमा पानी चाहिँ परेको छैन, मौसम एकदम साफ छ अनि हैन. सो हामी एकदम निक्लिनुको लागि रेडी छ. फिलहाल हाम्रो गाडी पर धुइधाइ गरेर रेडी छ, म पनि रेडी छु. यहाँ जाने मान्छेहरु पनि रेडी छ. यहाँ एकजना जानु रेडी. यहाँ के पुगेछ तिमीले? सामान कहाँ जान आडी तिमी? वेस्ट बेंगल. वेस्ट बेंगल. तिमी चाहिँ कहाँ हिँडेको? स्ट्यान्ड हिँडेको? हैन, कहाँ? वेस्ट बेंगल. वेस्ट बेंगल. ओके. सो के को लागि? गुवाहाटी जान आँटेको? सो गाइस हामी चाहिँ सबैजना चाहिँ वेस्ट बेंगल हिँड्न आँटेको. हाम्रो भान्जीको चाहिँ गुनियो चोलो है. अब फिलहाल कस्तो हुन्छ त्यो थाहा त छैन, पुगेर थाहा हुन्छ गुनियो चोलो भनेको के हो भनेर है. सो यहाँ हाम्रो एकजना भान्जी है र अर्को भानिज. यहाँ भान्जीको ब्याग, यहाँनिर हाम्रो यो कसको ब्याग हो? अच्छा यो भान्जाको ब्याग. यो चाहिँ मम्मी र तिम्रो? ओके यो दिदी र भान्जीको रहेछ. गाडीको चाबी. ओके गाडी चाबी भित्र छ. सो त्यही कारणले गर्दाखेरि हामी पुरा रेडी भइरहेका छौँ. सामानहरू पुरा प्याक भइसक्यो. अब बस यहाँबाट सामान निकालेर हिँड्नु मात्रै बाँकी छ. सो अर्को एकजना यहाँ छ. के हो यो तिम्रो ब्याग? ऊ पनि रेडी. यता हाम्रो मम्मी रेडी. मम्मी तपाईँ रेडी हुनु हो एकदम है? अब दिदी घर जानलाई एकदम एक्साइटेड, खुसी एकदम है. सब एकदम खुसीको माहौल छ भनौँ न अहिले फिलहाल घरमा. खुसीको माहौल. यहाँ अझै प्याक भइसकेकै पो छैन त. अझै सामान हुँदैछ प्याकिङ. सक्यो तिम्रो प्याकिङ अब? ओके. सो कतिवटा तिम्रो यो कालो प्याकेट दुइटा काला कालो तिम्रो हो? ओके. सो खुसीको माहौल है र सामानको प्याक पुरा. मेरो त केही छैन, एउटा यो ब्याग मात्रै छ मेरो त. यो हो यो ब्याग छ, साथै एउटा सुटकेस पनि छ मेरो. ओके. सो बाँकी हामी सबै यहाँबाट जाँदैछौँ. घरबाट चाहिँ हाम्रो नजाने चाहिँ हाम्रो भेना मात्रै हुनुहुन्छ. भेना तपाईँ चाहिँ कहिले आउनु हुने म अब हेर्नुपर्छ के हुन्छ है? समय मिल्यो भने अब त जो छुट्यो मात्रै आउनु हुने क्या? काम छैन घरको. ओके चलो ठिक छ. भेना घरको काम छ है, तर अस्ति मैले बिल्डिङ देखाएको त्यहाँ काम चल्दैछ अलिअलि बेराहरूको. त्यो काम सकेर मात्रै भेना आउनुहुन्छ अरे हो. गाडीको चाबी मैले उहाँभित्र टेबलमा राखेको छु, लिएर आउँदैछौ. त्यही कारण भेना आउनुमा लेट. सायद अब समय मिल्यो भने चाहिँ भेना आउनुहुन्छ, होइन भने आउनु हुँदैन हो. सो यहाँबाट 7 घन्टाको बाटो छ. हामी यहाँबाट 3 बजी निक्ल्यो भने 3, 4, 5, 6, 7, 8, 9, 10 मेरो ख्यालमा मेबी अगर कतै स्टप नलिकन अगर सर्ट स्टप पनि लिएर हामी गयो भने पनि अराउन्ड 10 बजीसम्म चाहिँ 10 या 11 बजीसम्म पुग्नु पर्ने मेरो आइडिया. अब हेरौँ कति बजीसम्म हामी त्यहाँ पुग्छ है. सामान निकालेर उता राख, म गाडी घुमाउँछु ल. गाडीलाई पनि मैले भित्र पुरा अघि बिहानै उठेर पुरा धुइधाइ गरेर चम्काइदिएको. माथि ग्यारेज लगेर यसलाई अलिकति भित्रको सर्भिस पनि गरेर लिएर आएको. फिलहाल अहिले त अलिक चम्केको देख्दैछ है गाडी. पलिस गरेर लिएर आएको छु मैले गाडी हो. मक मक पक पक गनाउने बनाएको छ है अहिले त फिलहाल. ओ माई गड क्या दामी गनाउँदैछ त अहिले त खस्रो पनि. सो गाइस है गाडीलाई घुमाउँ, गाडी घुमाएर ल्याउँ पहिला है. यहाँनिर घरको यहाँ सानो ब्रिज नबनाएको भएन हौ, त्यसले गर्दाखेरि साह्रो दिगदार हुन्छ है. गाडी लिएर बाहिर राख्नुपर्छ हौ मैले, किनभने यतापट्टिबाट हाल्नुपर्छ त. फुल अफ एक्साइटेडमा छ सबैजना. सो जानुको लागि हाम्रो सानीमाहरू पनि 17-18 तारिक आउनुहुन्छ होला हो. यस्तो परिकारको अब डल्लै हाम्रो मम्मीकोपट्टिको फ्यामिली ग्यादरिङ चाहिँ भनौँ न अब आजभन्दा 10-15 साल अगाडि चाहिँ सायद यस्तो जमघट भएको थियो होला. गाइस देख्दै होला है सामान फेरि. अब जाँदैछ हामी 4-5 जना, तर सामान हेरेर यहाँनिर पक्राएलाई यत्रो ज्यादा सामान छ यहाँ हाम्रो. माई गड कसरी मिलाएर हाल्नु हौ यसलाई? हामी त सोचमै पडिगयो त हौ. यो गाडी अहिले फेरि
सिसामा लाग्छ सो गाइस अटेन त सामान त यसलाई म ओके लेट्स सी अर्को एउटा दिमाग लगाएर हेरौँ फेरि यो पनि हुँदैन यो टु नहोबो यसमा लाग्छ ब्लू कलरको यसमा पनि लाग्दैछ यसमा यसो लाग्दैछ सो गाइस सामान अटेको छैन फिलहाल यो सामानलाई पुरा सेट गरेको बादमा भेटौँ मैले मिलाएर हालिदिएँ हो पुरा प्याक भयो यहाँनिर हो टाइममै भयो यहाँनिर अब यसलाई लक गरिदिउँ डन यो प्याक भयो अनि यता पनि एउटा सुटकेस नअटेर यहाँ हालिदिएको मैले यो सुटकेसलाई सो अरू बाँकी यता यहाँ बस्नुको लागि सो एभ्रिथिङ इज डन है सबै कुरा भयो प्याक अब निक्लिनु मात्रै बाँकी छ थाक्यो सामान पुरा मिलाउँदै अब एकैमा रोड भेटौँ गाइस गाडीमा एकदम ओभरलोडेड छ हो यहाँ बाउ छोरी बुढी 3 जना पछाडि पनि छ है गाइस यहाँ हो हेरिहाल्ने कस्तो छ अवस्था यस्तो टाइपमा चाहिँ जाँदैछौँ हामी फिलहाल अवस्था के होइन गाडी चाहिँ अलिक ठुलो चाहिएको रहेछ अरू के होइन जर्नी सुरु भइसक्यो हो जयगाउँको यात्रा जाँदैछौँ अब कति बजी पुग्नु 7 घन्टाको जर्नी छ पुगौँ पहिला है र घरको गाउँबाट निक्लिँदैछौँ है भर्खर त हो सो फाइनली गाइस घरबाट निक्लेको आधा घन्टा भयो अहिले हामी आइपुग्यौँ तामुलपुर क्रस भयौँ है अहिले हामी यो धमधमाको बाटो भएर जाँदैछौँ है जर्नी त स्मुथ हुँदैछ फिलहाल अहिले त रात परेको छैन हो बढिया भएछ त्यसबाट त खुट्टा पनि अगाडि राखेर हो त्यो बुनिया भुजा त खाएकै छैन भने देऊ दिन अरू चाहिँ कोही नखाने बमी गर्छ नि म मात्रै खान्छु किन्नुपर्छ दोकानमा किन्नुपर्छ थियो नि त उनीहरू हिजोसपाले लिडियाले माथि सेरोनले सुसनाले खाएर सक्छ यो बाटो बिग्रेको छ गाइस है अहिले चाहिँ हामी यहाँनिर गाउँको भित्रबाट बाटो एउटा क्या दामी नजारामा आइपुगेको छौँ यहाँ देखाउँछु यहाँको भ्यू है क्या दामी भ्यू छ यहाँको है सनसेट हुँदैछ सो मजाको भ्यू आएको क्या यहाँबाट दामी यो बाटो चाहिँ म पनि फर्स्ट टाइम आएको हामी हाइवे नपसेर यसपालि चाहिँ अलिकति सर्टकट लिइकन चाहिँ निक्लिनु खोजेको त यहाँनिर खेतीबाडी पुरा छ है कति मजाको जग्गा रहेछ 2000 years later गाइस अहिले चाहिँ हामी आइपुग्यौँ मेन रोडको छेउ है सायद मैले सायद रङ डाइरेक्सन भन्यो होला हामी निक्लिनु पर्ने यहीँनिर थियो मलाई लाग्यो म अर्कै बाटो जाँदैछु भनेर तर होइन रहेछ त्यही बाटो नै रहेछ एक्ज्याक्टली अहिले हामी बर्मा निक्ल्यौँ है यो बाटो है यो जग्गा नाम बर्मा भनिन्छ कुन जग्गा हो बर्मै हो यहाँबाट उत्तर पुसी जान्छ सो गाइस हामी बर्मा आइपुग्यौँ अहिले हाइवे हो NH27 अब यो बाटैबाट NH हो अब त सो अलिकति के भएछ भने चाहिँ नि त
म जुन बाटो लिएर आएको थिएँ त्यो बाटोबाट म अलिकति अझै गाउँभित्र पसेछ, त्यही भएर मलाई त्यो बाटो डिफ्रेन्ट लाग्यो। मलाई लाग्यो यसो हेर्छु बाटो नयाँ नयाँ लाग्छ, तर सायद गलत डाइरेक्सनमा गइरहेको थियो रहेछ। म अलिक बेसी गाउँभित्र पसेछ, त्यही भएर निक्लिन अलिकति टाइम लाग्यो। केही छैन, यसकै नाम के भन्छ जर्नी हो। अब त हाइवे हो, अब यतिकै हिँडिन्छ हाइवेसित। अब चाहिँ अर्को के भन्दा पनि यहाँ चाहिँ कुखुरा बाख्रा चाहिँ भेट्दैन यहाँ हाइवेमा, चाहिँ मान्छे चाहिँ बेसी भेटिन्छ हो। यहाँबाट अहिले कति 5 hours 27 minutes देखाउँदैछ, 269 किलोमिटर। हाम्रो टाइमिङ चाहिँ छ लगभग 12 बजीसम्म पुग्छौँ। झमक्कै भएर यहाँ जाँदैछु। अहिलेसम्म 85 किलोमिटर मात्रै छ। फिलहाल चाहिँ प्रब्लम के भइदिएको थियो त्यहाँ भिडियो मैले बनाएन कि टोलमा आइकन चाहिँ एउटा सिचुएसन चाहिँ क्रिएट भयो। अघि म हिँड्नुभन्दा अगाडि किनकि अस्तिको सालै इन्सुरेन्स फेल भएको थियो, इन्सुरेन्स गरेको थिइनँ हो। म गर्छु भन्दा अहिले बिर्सेछ मैले गर्नु। अनि आउँदा पुलिसले बाटोमा पक्रिहाल्यो इन्सुरेन्स छैन भनेर। त्यहाँबाट अब थाहै छ पुलिसले पक्रियो भने त्यहाँ अलिकति एकछिन त्यसलाई कुराकानी मिलाउँदा त्यहाँदेखि त्यहीँ टाइम गयो, आधा 1 घन्टा जति। त्यहाँबाट फेरि टोलमा आएको, यहाँनिर फेरि मेरो फास्ट्र्यागमा 1 सालदेखि युज भएको थिएन फास्ट्र्याग, त्यो भएर फेरि फास्ट्र्याग डिएक्टिभेट भएको रहेछ। त्यहीँनिर झन् 1.5-2 घन्टा लाग्यो होला फास्ट्र्यागमै हो। अलमोस्ट 1 hour लाग्यो फास्ट्र्यागमा पनि, किनकि फास्ट्र्यागमा है तपाईँहरू पनि अगर कहीँबाट जाँदैछ भने बाटोमा फास्ट्र्यागहरू यस्तो के भएको छ, सबभन्दा पहिला चाहिँ त्यहाँको त्यो जुन चाहिँ बसेको हुन्छ नि फास्ट्र्याग खोल्नेवाला, तिनीहरूसँग कन्ट्याक्ट नगर्नु। उनीहरूलाई सोधेको के गर्नुपर्छ भनेको यसमा प्रब्लम छ, यो छ त्यो छ, 1100 रुपियाँ लाग्छ, 1000 रुपियाँ लाग्छ भनेर भन्यो। मलाई सबभन्दा कम्ती 950 रुपियाँ लाग्छ भन्यो, सबभन्दा बेसी 1100 रुपियाँ लाग्छ भन्यो। अनि मैले केही भनिनँ, मैले मोबाइलमा टक्कसँगले है यस्तो समयमा चाहिँ च्याट जिपिटीले मलाई बहुत हेल्प गर्यो है। च्याट जिपिटी टक्क खोल्यो, च्याट जिपिटीमा अलिक सर्च गरेँ के हो यसको डिटेलहरू अलिकति बतायो। त्यहाँबाट मैले हेल्पलाइन नम्बर लेखेर डाइरेक्ट एनएचको जुन चाहिँ हुन्छ नि हो त्यसमा कल गरेर उनीहरूले मलाई नम्बर दियो। एक्सिस ब्याङ्क जुन चाहिँ ब्याङ्कको हुन्छ फास्ट्र्याग हो, अब सबैको आफ्नो आफ्नो फास्ट्र्याग हुन्छ। मेरो चाहिँ एक्सिस ब्याङ्कको थियो फास्ट्र्याग। अनि एक्सिस ब्याङ्कको फास्ट्र्याग हुने कारणले गर्दाखेरि एक्सिस ब्याङ्कको हेल्पलाइन नम्बरमा कल गऱ्यो। उहाँको जुन चाहिँ एक्सिस ब्याङ्कको जो हेल्पलाइनमा जो बजेको थियो उसले मलाई धेरै असिस्ट पनि गर्यो। अनि त्यहाँबाट उसले मलाई बताए यस्तो यस्तो गर्नु भनेर। त्यहाँबाट मैले गएर विदिन मेरो डिएल नम्बर हाल्ने बित्तिकै विदिन सेकेन्डमा एक्टिभेट भइहाल्यो। 5 मिनटको काममा 1100 रुपियाँ माग्दै थियो। 5 मिनट पनि लागेन मलाई त्यो सबै कुरा बुझेर गर्दाखेरि, विदिन 2-3 मिनट लाग्यो होला। तर नबुझ्दाखेरि चाहिँ 1 घन्टै लाग्यो त्यहाँनिर सबै डिटेल बुझ्दाखेरि। तर त्यहाँनिर चाहिँ तिनीहरूले पैसा खाँदो रहेछ। मलाई दुईवटा काम दियो। अब फर्स्ट टाइममा त अब थाहा भयो नि त मलाई, नेक्स्ट टाइम त्यस्तो हुँदैन मबाट है। यो कारणले गर्दा मलाई लेट भयो थियो हामी सबैलाई। अहिले हामी बाटोमा छौँ, यहाँ जाँदैछौँ। अहिले हामी धेरै टाढो पनि पुगेको छैनौँ। मेरो ख्यालमा डिहुदेखिबाट अलमोस्ट 30 किलोमिटर जस्तो अगाडि आइपुगेको होला हामी हो। अहिले त श्रीलङ्कै छ अझै पनि पुग्नुपर्ने त, बहुत टाढो छ अहिले त हो। अहिले बस जाँदैछ बाटोमा, अब सबैजना है जर्नी यस्तै भइहाल्छ है। तर केही छैन, यो पनि एउटा जर्नीको पार्ट हो। आज मैले एउटा नयाँ कुरा सिक्यो है। कहीँ पनि गाडी या बाइक कुनै पनि कुरा लिएर हिँड्नुभन्दा अगाडि चाहिँ पेपर चेक गर्नुपर्ने रहेछ भनेर। अर्को कुरा डकुमेन्ट्सहरू सबै आफूसँग राख्नुपर्ने रहेछ अगाडि, अप टु डेट राखेर मात्रै हिँड्नुपर्ने रहेछ रोडमा चाहिँ कतै हिँड्दाखेरि, नत्र यसरी हर्सल हुन्छ हामीलाई प्रब्लम है। गए छौँ, मजा छ बेलुकाको यहाँ गाइस है, मजाको ट्राफिक पनि छैन है, यस्तो मजाको हावा आइरहेछ।
सुरसुरे हावामा है अनि मजाले गइरहेको छौँ हामी है गाइस। छिटै पुग्छौँ होला। कोसिस त थियो मेरो 10 बजीसम्म पुग्ने भनेर, तर अब त 10 बजी पुग्ला जस्तो लागेको छैन मलाई। 12-1 बजीभन्दा अगाडि त पुग्ला जस्तो लागेको छैन। फिलहाल हेरौँ के हुन्छ है गाइस। अब यो सफरको मजा लिने होला तपाईँहरू पनि हामीसँगै, जसरी हामीले यहाँको ताजा ताजा हावाको मजा लिने गइरहेको छौँ। हामीसँग तपाईँहरू पनि इन्जोय गर्ने होला होइन। अब यहाँ जाँदैछौँ, हाम्रो यहाँ जेजु छोरीहरूले इन्जोय गरिरहेको छ। जेजु इन्जोय गर्दैछ तिमी? मजा आउँदैछ हो र? सत्रहरू इन्जोय गर्दैछौ? कपालमा फेटा बाँधेर अनि के गर्छौ तिमी? इन्जोय हुँदैछ तिम्रो? इन्जोय टाउको दुख्दैछ? इन्जोय चाहिँ भएको छ कि छैन? लिडिया मम्मीहरू अनि एकदम राम्रो लाग्दैछ? चलो ठिक छ गाइस है, सबैलाई राम्रो लागिरहेको छ अरे हो। फिलहाल अब ड्राइभ गर्ने म एक्लै छु। मलाई चाहिँ उनीहरू त अघि त मस्त निदाएको थियो नि, म त एक्लै ड्राइभ गरिरहेको थिएँ। निद्रा पनि लागिरहेको थियो मलाई पनि। 2,000 years later. सो गाइस अहिले हामी आएको छौँ, यो जग्गा थाहा छैन के हो, लास्ट टोल यहाँनिर छ। यी लास्ट टोलमा हामी आइपुग्यौँ हो। यहाँ मेरो ख्यालमा मलाई लाग्छ यो श्रीरामपुर हो जस्तो। यहाँबाट अब सिर्फ 2 आवरको बाटो छ। 2,000 years later. हामी चाहिँ आइपुग्यौँ गाइस वेस्ट बेङ्गलमा। अहिले भर्खर इन्ट्री भयो हो हाम्रो। अघि एउटा टोल जुन चाहिँ मैले देखाएँ त्यो टोल वेस्ट बेङ्गलको लास्ट टोल थियो रहेछ जस्ट है। हामी इन्ट्री गरेर अहिले चाहिँ कन्फर्म भयो कि हामी वेस्ट बेङ्गलमा छौँ भनेर। सो भर्खर वेस्ट बेङ्गलको इन्ट्री। आसामको गाडी वेस्ट बेङ्गलमा है। अनि यहाँ वेस्ट बेङ्गलको बाटो यस्तो रहेछ है गाइस। आसामको बाटो त त्यस्तै थियो, अब वेस्ट बेङ्गलको बाटो चाहिँ यस्तो छ गाइस है। फाइनली हामी पुग्यौँ है जयगाउँ। सो भर्खर हाँसीमारा क्रस भयो र अब अलमोस्ट हामी रिच भइसक्यो हो। यहाँबाट 8 किलोमिटर त हुन्छ, तर हामी त्यति टाढो जानु छैन। हाम्रो यहाँ छेउमै छ हाम्रो ठुलेमा घर। सो स्पिड ब्रेकर पो आएछ त। सो अलमोस्ट हामी आइपुगिहाल्नु। सो फाइनली है बिहान हामी कति बजी हिँडेको थियो? बेलुकाबाट 3:30 बजी नि। अनि 3:30 बजी हिँडेको गाइस। अहिले हामी बज्दैछ अलिकति बजिहाल्यो नि, बजाउँदै अहिले बज्दैछ रातिको 11:08। सो अलमोस्ट वी रिच हियर है। सो अब एकैखेपमा हामी रुममै पुगेर भेटौँ हाम्रो ठुलेमाको घरमा है। त्यहाँ पुगिकन त्यहाँबाट हामी भेटौँ है गाइस। 2,000 years later. सो गाइस फाइनली है हामी चाहिँ पुग्यौँ यहाँ घरमा। चलो जो भी हो गाइस आइपुग्यौँ है। आएर डिनर भइसकेको बादमा चाहिँ अब हामी सुत्न जान आँटेको। क्या भित्र हाम्रो भान्जी बाबु है यहाँ आऊ न। चलो नआउने हेऱ्यो के गर्ने हो। बाँकी सबै यहाँ रेस्ट गर्दैछ। यहाँ सबै फ्यामिली यता सबै छ। सो हाम्रो आसामदेखि लिएर जयगाउँसम्मको जर्नी एकदमै स्मुथ र बढिया थियो। सो है आजको ब्लग यहाँ एन्ड गर्ने। अब भोलिको दिन नयाँ सुरुवात हुन्छ। अनि यो जति पनि नोइजहरू चाहिँ इग्नोर गर्ने होला गाइस होइन। यो फ्यामिलीमा जब ब्लग हुन्छ नोइज आउँछै आउँछ हो। सो आजको लागि यति नै। हामी भेटौँला भोलि नयाँ ब्लगमा। त्यतिखेर सबैजनालाई बाई बाई, गुड नाइट।